हुन्छ यतातिर मती माविको ग्रुप 10% छुट डिस्काउन्टमा हैन त ए कहाँ घर हेलो गाइज गुड मर्निङ टाइममा चाहिँ हामी अहिले लुम्बिनी छु तपाईहरुलाई कस्तो छ अहिले चाहिँ हामी भ्लग फेरि सुरुवात गर्न खोजिरहेको छ हामी चाहिँ अहिले लुम्बिनी आइसकेको छ अब चाहिँ भ्लगिङ स्टार्टमा यस्तो छ बाटो यहाँ यस्तो छ लुम्बिनीको सिम बबाल यताबाट उता छ लुम्बिनीको उस अहिले जाने अहिले छ चालिलो गाइज हामी चाहिँ एकदमै मन्दिर भनौँ लुम्बिनी क्षेत्रको साइडमा आज यहाँ भ्रमण गरेर आएछु कि रातोसँग यता हेर्नु गइरहेको छ आउनु सक्नुहुन्छ यो लुम्बिनी क्षेत्रको एउटा यो विशाल मन्दिर जस्तो गाइज होइन यहाँ एउटा ढुङ्गाहरू पनि छ लुम्बिनीको यता छ यता तपाईँ खेल्न सक्नुहुन्छ यतातिर यस्तो छ अगाडि अगाडि साथी छ यो चाहिँ हाम्रो बागमती माविको ग्रुपहरू छ अगाडि गइरहेको छ अब कहाँ जाने हो जाने मल के भन्छ अहिले एकछिन अर्को ठाउँ पनि जान्छ त्यो पनि भ्लग लिलो के छ त्यो के भन्छ त्यो ढुङ्गा जहाज कति लाग्छ ए 50 रुपियाँ लाग्छ अरे अहिले चाहिँ हामी एकछिन घुम्छौँ अब फेरि नेक्स्ट आयो भने चाहिँ घुमौँला 50 रुपियाँ केटाहरू अगाडि त्यही बागमती माविको स्टुडेन्टहरू एकदम राम्रो छ यहाँ छ हाम्रो चाहिँ आइडी कार्ड अलिकति 10% छुट पाउँछ भनेर बोकेर आएको तर छुट पायो कि पाएन के थाहा केटाहरू सप यहाँ 50 रुपियाँ त्यहाँ कताल यो चाहिँ हाम्रो सप जहाँ त्यो पानी चाहिँ यो जमेको पानी चाहिँ होइन रहेछ यस्तो पाइपबाट हालेको रहेछ यहाँ तर हामी त्यो बोर्डमा नचढेर लुम्बिनीको यता साइडपट्टिबाट हिँडिरहेको सरहरू र मिसहरूसँग चाहिँ हामी लुकु तर सेल्फी हान्दै थियौँ म्यामहरूले चाहिँ अनि हामी चाहिँ टक आफ्नै पारामा हिँडिरहेको थियो चिलमा अनि यस्तो लुम्बिनीको चाहिँ बब्बाल लाग्यो कि हिँडेरै गएको बेस्ट जस्तो लाग्यो एकदम खाजा कस्तो खुवाइरहेको छ हाम्रो स्कुलबाट लुम्बिनी 50 रुपियाँ तिर्नु छोडेर अहिले यस्तरी हिँड्नु परेछ ऊ परबाट 50 रुपियाँमा चढायो भए त सजिलो हुन्थ्यो 50 रुपियाँ जन म्याक्सवेल म्याक्स कसो लाउँछ गजडीको मात्र होइन म्याक्सवेल कसो लाउँछ गजडीको मात्र होइन मास्क लगाएर देखा न भाइ दुईजना गएको छ दुईजना हिरो भिलेन हाम्रो सरहरू यहाँ छ पैसाको कुरा गर्दैछौँ हामी सबै व्यवस्थापन गर्नुपर्छ हामीले यो कुरा गर्दैछौँ हामी व्यवस्थापन गर्नुपर्छ हामी मलाई यस्तो लाग्छ हो सबजना अगाडि छ हाम्रो यो बागमती माविको टिम म चाहिँ कुदेर आएको अगाडि अलिकति हल्का तर भोइस चाहिँ अलिक भएको होला हामी चाहिँ जाँदैछ अगाडि लुम्बिनीको हाम्रो यहाँ मल कस्तो छ राम्रो चाहिँ छैन एकदम फ्यान्टास्टिक छ अनि जे हामीले सोचेको छ त्यो हामीले घुम्न पाएको छ हेर्न पाएको छ बुझ्न पाएको छ त्यो ठुलो खुसी के पनि छैन अझै धेरै कुरो बुझ्न पाउनेछौँ त्यसको लागि चाहिँ हामी सम्पूर्ण धेरै उत्साहित छौँ अनि हामी आशावादी पनि छौँ अनि त्यो 50 रुपियाँ रे त अनि त्यहाँदेखि स्टुडेन्टहरूले त्यहाँसम्म लान सक्दैन त सकिँदैन अब हामी त्यो यात्रा त्यो यसमा डुवामा यात्रा गर्नु भन्दा हिँडेर हामीले धेरै कुरो देख्छौँ अनुभव गर्न पाइन्छौँ त्यसमा चढ्नुभन्दा हिँडेर त्यस वरिपरि पनि देख्न पाइन्छ यस अर्थमा चाहिँ त्यहाँ डुङ्गामा यात्रा गर्नुभन्दा पैदल हिँड्नु धेरै राम्रो बेस्ट हुन्छ ल सर म है ल अब चाहिँ केटाहरूलाई भेट्नुपर्छ अगाडि अड्छ अब तिनीहरू साथ यहाँ छ यस्तो पुरो भिडियो हान्दैछ कुदेर जानुपर्छ अब चाहिँ केटाहरूसँग खतरा छ यता लुम्बिनीको हो यो चाहिँ बब्बाल डेकोरेसन एकदम राम्रो छ पैताल यात्रु गऱ्यो भने चाहिँ राम्रो हुन्छ कि किन यस्तरी हेर्नु पाउँछ एक टोर हेरेको थियो तिनीहरूलाई एकदम हाँसै आएर
मिनी आइसकेको छ हाम्रो त्यो सरहरू उता छ यता आइसकेको छ म चाहिँ यता अब केटोसँग भेट्नुलाई चाहिँ म त्यहाँ जानुपर्ने छ टाढो नि त साउजी बरफ कति रुपियाँ डिस्काउन्टमा होइन त 20 रुपियाँ डिस्काउन्ट गरेको डिस्काउन्टमा धेरै लायो नि त 20 रुपियाँमा 20 रुपियाँमा डिस्काउन्ट दामी छ ए कहाँ घर गएर मात्रै ए कहाँ घर गएर मात्रै कहाँ ए अरे होइन बेस्ट राजा मेरो त खल्लो पऱ्यो हो खल्लो कस्तो हुन्छ अनि हिसाब गरेर तपाईँ फिर्ता दिएन तपाईँलाई हिसाब गरेर तपाईँले दिएन फिर्ता कति लियो